र उहाँले एउटा भनेको कुरा के हो भने नेपालले पनि भारतको जग्गा मिच्या रहेछ भनेको हो। त्यो चाहिँ कस्तो हो भने अब मुख चिप्लिन्छ कहिले कहिले होइन। अब मिचेको पनि छ रहेछ, तर कस्तो तरिकाले भन्दाखेरि उहिले सुगौली सन्धिमा चाहिँ सिमाना जुन तोकियो त्यो चाहिँ खोला नदीलाई चाहिँ आधार मानेर सिमाना तोकेको रहेछ। अब सुगौली सन्धि भनेको त अहिलेको 250 वर्षभन्दा अगाडिको कुरा हो। 250 वर्षभन्दा अगाडि फलाना नदीलाई नै सिमाना मान्ने भनेर तोकिएपछि सुन्नु मानेपछि अब 250 वर्षमा त त्यो नदीले त सिमाना त कता गयो नदी त आफ्नो यो देश के अरे सिमाना मिचियो भनेर त हिँड्दैन नि। हिँड्छ त नदी, सिमाना मिचियो भनेर नदी हिँड्दैन। अब त्यो 250 वर्षमा चाहिँ सिमाना त्यो के अरे नदी हिँड्दाखेरि कहिले चाहिँ भारततिर पसेर हिँड्यो, कहिले नेपालतिर पसेर हिँड्यो। अब त्यही नदीलाई सिमाना मान्दाखेरि के भयो त भन्दाखेरि भारतको जग्गा नेपालतिर पनि आयो, नेपालको जग्गा भारततिर पनि गयो। पाएको त्यही हो। मान्छेले बेचेको मिचेको भनेको के होइन नेपालको जग्गा खोलाको दोष छैन। खोलाको के दोष? खोला त उसको आफ्नो हिँड्ने बाटो हो, आफ्नो धर्म हो, हिँड्छ होइन। तर खोला हिँड्दाखेरि के हुन्छ भने कहिले चाहिँ खोला आफ्नो खुसीले हिँड्दाखेरि खोलालाई थाहा हुँदैन कसको सिमाना कता हो, यो सिमानामा हिँड्नुपर्छ भन्ने कुरा थाहा हुँदैन। त्यस कारणले त्यो खोला चाहिँ कहिले यता कहिले उता गर्दाखेरि नेपाल को जग्गा भारततिर पनि जाने रहेछ, भारतको जग्गा नेपालतिर पनि आउने रहेछ। अनि त्यहाँको स्थानीय जनताहरूले खोला जता भए पनि अब त्यही अनुसार चाहिँ यताको मान्छेले उताको जग्गामा पनि के अरे खेती गर्दो रहेछ, उताको मान्छेले यताको जग्गामा पनि खेती गर्दो रहेछ। भएको कुरा यही हो क्या। तर सिर्फ प्रधानमन्त्रीज्यूले होइन नेपालले मिचेको भन्नुभयो, नेपालले मिचेको भन्ने कि खोलाले मिचेको भन्ने, अब त्यो कुरा बुझाइमा फरक हो होइन। अब बुझाइमा फरक हो होइन। मैले जहाँसम्म बुझेँ, मैले पनि अब जहाँसम्म बुझेँ होइन, कुराहरू मान्छेको कुराहरू सुन्दाखेरि त्यसो भएको हो पक्कै। के अरे नेपालले भारततिरको जग्गामा चाहिँ के भनौँ न अलिकति उता गएको पनि उताको जग्गा यता पनि आएको हो क्या। कुरा बुझ्यो नि। प्रष्टसँग भन्दाखेरि चलन गरेको अब त्यो के चलन गरेको थाहा छैन मलाई है। अब किसानहरूले खेतीपाती गरेकै छन्, के चलन गरेको हो त्यो केही छैन। प्रधानमन्त्रीज्यूलाई चाहिँ राष्ट्रघाती भन्दै अहिले विरोध पनि गरिरहेको। अब विरोध गर्न पाएपछि गरे कस्तो खालको प्रधानमन्त्री भनेर भनिरहेको छ प्रतिपक्षले चाहिँ। त्यो त प्रतिपक्षले नेपालले चाहिँ हाम्रो देशले भूमि मिचेको छ भनेर कस्तो बकमबुसीले कुरा गर्नुभएको प्रधानमन्त्रीले। ल त्यो अलिकति गल्ती भयो ल।